जति छन्, भेदभाव इत्यादि जति छन्, यी भेद आज आएका हुन्। पृथ्वीनारायण शाहका पालामा कोही भेद थिएन। पृथ्वीनारायण शाहका पालामा वर्ण थियो, आश्रम थियो, वर्णाश्रम धर्म थियो र सबै थिए। कालु सार्कीको उत्तिकै अधिकार, कालु पाँडेको प्रधानमन्त्रीको उत्तिकै अधिकार। प्रधानमन्त्री कालु पाँडे र कालु सार्की दुवैजना एक ठाउँमा बसेर समान रूपबाट तिनले काम गर्न सकेका थिए। विशेष नगार्कीले पनि उस्तै काम गर्न सकेको थियो। 4 जात 36 वर्णका फुलबारी, यो मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, सबै जातको फुलबारी हो। यो सबै जातमा चेतना भया, 4 जात 36 वर्ण सबैमा चेतना भया। आफ्नो कुला धर्म नछोड्नु, कुल धर्म नछोडेर पनि 4 जात 36 वर्णका फुलबारीलाई समान रूपबाट फुलाउन सकिन्छ। तब जब समाजका हातमा शिक्षा हुन्छ, समाजले आफ्नो शिक्षा आफ्नो लिपिमा, आफ्ना भाषामा आफ्नो शिक्षा प्राप्त गर्छ, त्यो दिनमा हुन्छ। आज यी भेद आएका विदेशबाट आएका हुन्। फुट डालो राज गरौ भन्ने अंग्रेजको मूल मन्त्र, त्यो बतास लाग्यो भारतबाट नेपालमा।